ओके है शक्तिशालीमा सुटिङ हेर्नुहोस् साथीहरू। एउटा क्यामेरा चाहिँ उठाइदिनु पर्छ हैन कस्तो ढुङ्गे माटो कमेरो माटो हैन ढुङ्गा मात्रै छ। पदम तामाङले डाइरेक्ट पिज्जा मगायो अरे अरे त्यो पिज्जाको आइटमहरु सोध्दा त उसलाई त थाहै भएन अरे। पानी कहाँ छ? पानी कहाँ छ जाउँ न। जाउँ पानी त तिर्खा लाग्दैछ अब। कस्तो राम्रो ठाउँ हो क्या यो। तर यो बाटो हिँड्दा एउटा फाइदा छ नि पछाडिबाट गाडीले हान्दैन। पानी नखाने मेरो टाउको आउँदैछ मुख आउँदैछ मुख फिल्टर गरेको भन्दा राम्रो हो त। खै दाइ खाइदिउँ पानी अलिकति। तर मलाई दिनु न चलिहाल्छ पावरलेस भयो। नखाने भाइ हो उहाँदेखि आएको यत्रो दुःख गरेर गरी पानी नखाइकन खर्च हुन्छ नि खाइदिउँ पानी खाइदिउँ मिठो छ। पाहाडकै तिर्सामा मेटाउने पो गरेर त यो पानी हामीले कोरोना लेखेको कहाँनिर थियो गएछौँ। कोरोना लेखेको थियो हामी एकताल कोरोनामा आएको थियौँ। कोरोनामा लेखेको त नि त्यता थियो उयो माथि लेखेकोहरू त हुन्छ उयो ढुङ्गा उयो लेउै त लाग्दो रहेछ नि यो लाग्छ ढुङ्गै लेउ लाग्दो रहेछ नि ल त्यस्तो गरेर घोडा बस्छ नि निस्किम हौ अब। यस्तो गरेर घोडा बसिस भन्दा जति देने गरेको छैन तेरो फेरि ड्याल होला नि। ढुङ्गा ल्याएर कि राख्ने ओके है शक्तिशालीमा सुटिङ हेर्नुहोस् साथीहरू। आजको भलक चाहिँ मेरो यस्तो प्रकारले हुँदैछ होइन के कस्तो हुन्छ तपाईँहरूले मलाई सुझाव दिनु होला। त्यो कस्तो दामी देखेको खतरा देखिँदैछ क्या यता लोकेसन। पहिला हामी लकडाउनमा आएको थियौँ एकदमै। के अरे यहीँ हो ओभर खर्च भयो त्यो भाइको पनि। अलि 150 सस्तै रहेछ त। तर यो यहीँ माथिको होला नि त होइन? आफै काट्ने तान्ने ए उनीहरूले काटेर दिएको चाहिँ कति? काटेको 20-25 रुपियाँ। तर ठिकै हो कस्तो डेन्जर छ नि त होइन? हे ढुङ्गामा हामीले पहिला कोरोना लेखेको थियौँ यहाँ ढुङ्गामा तर बाढीले बगायो होला। मोटेको
ए साथी त्यसलाई ल्याइदिएको त है नेपाल राति यहाँ पूजा गर्न के सामान बनाएर कुकुर घरमै छोडिदिन्छ फेरि सबै घर पुगेर फर्केर आएर टुक्रेर उति छोडेर ए यतै भुटेर भ्लग बनाउनु हुँदैछ ल्याइ त्यहाँ बुढेको लागि यही हो ए पौडी खेल्नु पकर्दा त्यो पौडी खेल्ने त पौडी खेल्ने पनि यता खाल्डो ऊ त द पौडी खेल्ने मास्टिको त छ पानी लकेज हेरे पनि रहेछ अलिअलि यहाँ दलाई जुम गरेर देखाइदिउँ न ठुलो खोला ए यहाँ पानी कहाँनिर पो थियो पानी पानी हुँ। तल्लो बाटो खाने मेटे छ क्या तल्लो बाटो हुन्छ उता खाने उता अल्तिर न उ त्यहाँ उयो धार झर्दै छ कस्तो दामी ठाउँ हो यहाँ आता कहाँ जान्छ हामी बेर बेर हानेर भेट नि यो ब्लग हो क्या तपाईँ युट्युबमा आउनुहुन्छ परे यो बर्थडे बेला ल ह्याप्पी बर्थडे भाइ ल कति वर्ष पुग्छ आजदेखि सेम टु है मेरो भ्लगमा केही बोल केही बोल्दिनँ म अङ्कलको भ्लगलाई लाइक सेयर सबै सब्सक्राइब गरिदिनु। सब गरिदिनु भने सब गरिदिनु तेरो पनि छैन भ्लग ढुङ्गे माटो हो ढुङ्गे माटो कमेरो माटो होइन ढुङ्गा मात्रै छ ढुङ्गा छ सबै ढुङ्गे माटो हिमाल कस्तो दामी हो यो आम्मा जुम गरेर हेरिदिनु नि माउन्टेन एभरेस्ट एभरेस्ट मान्छेले अलरेडी छोडेको अरे त्यहाँबाट झर्छन् नि धेर मान्छे भएपछि त्यस्तै हो जाउँ यसो डाँडा पाखा घुम्नुपर्छ आज बल्ल बल्ल आइएको छ बाँसमा हालेर चिप्लिँदै छ कि त्यही बाँस कस्तो दामी डाँडा हो क्या हेर्नु नि बस्नु फोटो खिचिदिन्छ एउटा जोडी छैन रहेछ फोटो खिच्ने हो मदन तामाङले डाइरेक्ट पिज्जा मगायो अरे अरे त्यो पिज्जाको आइटमहरू सोध्दा त उसलाई त थाहै भएन पानी कहाँ छ पानी कहाँ छ जाउँ न जाउँ पानी तिर्खा लाग्दैछ अब हेरौँ न सिमाले पनि कस्तो राम्रो ठाउँ हो क्या यो तर यो बाटो हिँड्दा एउटा फाइदा छ नि पछाडिबाट गाडीले हान्दैन टिफरले हान्ला नि भन्नु पर्दैन बसले ठोकाउला भन्नु नि पर्दैन दुश्मनले
पानीले ठोक्यो भने चाहिँ बिजोक हुन्छ। बाइकमा तेलमा खर्च नि आउँदैन। तल घर कहाँबाट झर्ने हो? उनीहरूले भित्रबाट यहाँबाट लडिँदैन नि। लड्यो भने मसु त तर लडिसकेपछि कहाँनिर छ अरे पानी? अलि माथि ए ज्वाइँलाई सामान ज्वाइँलाई बिस्तारै आउँ बिस्तारै लडिन्छ। कता पानी कहाँ छ? पानी पहिला पानी चाहिँ खाऊँ न। चराको गुङ कतातिर छ ल भाइ पौडी खेलौँ। यहाँ पौडी खेल्दा एउटा फाइदा छ नि, पानीले बगाएर चाहिँ लाँदैन। ए धारा रहेछ नि त। केमा थापेर खाने? यस्तो ठाउँमा मन पर्ने हो क्या मलाई। पानी आएको छ नि त। पानी नखाने? टेस्ट छ? अब्बै चिसो छ दामी। मेरो टाउको आउँदैछ, मुख आउँदैछ, मुख फिल्टर गरेको भन्दा राम्रो हो। पहाड चाहिँ तिर्सामा मेटाउने पो गरेछ यो पानी। हामीले कोरोना लेखेको कहाँनिर थियो? गएछ हौ। कोरोना लेखेको थियो? हामी एकताल कोरोनामा आएको थियो नि। कोरोनामा लेखेको त अनि त्यता थियो। उयोमाथि लेखेको अर्थ हुन्छ। उ त्यो ढुङ्गा उ त्यो ढुङ्गा गोल छ। त्यही छ होला, हेर्नु जाने? अब त कहाँ मेटिसक्यो भने अस्ति त्यत्रो बाढी आएको ढुङ्गे कतातिर पुऱ्याइसक्यो। शिलान्यास लेखेको कहाँ मेटिन्छ त्यति छिटो? ढुङ्गाले लेखेको शिलान्यास भने फिलिन्यास भनेर जान्छ नि। ल हाम्रो चाहिँ पानी खाने कार्यक्रम भइरहेको छ। चिसो छ पानी। खुट्टा थर यसरी हुँदैछ यहाँ त। डरले होइन नि त, रिसले। रिसर्चले पनि होइन, यो शरीरले नखाँदा रह्यो मोटो भएर। त्यही त मैले अघि बाँस खुट्टामा मान्नु भनेको मान्नु भएन। पहिला त यहाँबाट पनि जान सकिने रहेछ माथि। यहाँबाट के सकिन्छ? सकिन्छ जानु त। थाप्पो खाली गरेको हुन्छ पानी त। एक दुई बोतल बोकेर जानुपर्छ कि क्या? ल अब हामी कता जाने? अब घरतिर होला। यतिको छैन छैन मेटिहाल्यो। साह्रो भोटेर लेखेको छैन होला। यहीँ हो क्या? तिनीहरूले पत्ता गरे पनि ल्याउ पैसा। यता पढ्छ होइन? यस्तो गरेर खिच्नु होइन र चौलो ल्याउै त लाग्दो रहेछ नि यो। लाग्छ। ढुङ्गै ल्याउ लाग्दो रहेछ। ल त्यस्तो गरेर त घुँडा बस्छ नि। निस्किम हौ अब। यस्तो गरेर घोडा बसिस भन्दा जति बेने गरेको छैन तेरो फेरि ड्याल होला नि। पातहरू चुटाउँदै त्यो दाउरा लिएर बिसाउने। दाउरा लिएर बिसाउने फेरि घाँसहरू लिएर आउँदा पानी पऱ्यो भने फेरि बस्ने।
पर गएर घुम्नु पर्ने रहेछ ल झरौँ दाइ झरौँ फल हानेरै झरौँ त्यहाँ ढुङ्गा ल्याएर कि राख्ने ज्वाइँको चप्पल त हिँडो त ए होइन माथि घुमेको अनि यो अर्कै डिजाइन गरेर छ फोन भने चप्पल तर मेरो खुट्टामा चाहिँ प्रिन्टै बस्छ होला है त्यहाँबाट हाम पालेको डाइरेक्ट